यो घन्टेहरूको त केही पनि भिजनै छैन। यिनीहरूले त्यत्तिकै चुनाव जिते भन्नेहरूले चाहिँ आज गतिलो झापड भेटेका छन् है। रासोपा अहिले सरकार बनाइसकेको पनि छैन, मन्त्रीमण्डल विस्तार समेत भइसकेको छैन, शपथ ग्रहण कसैले गरिसकेका छैनन्, तर एउटा बवाल निर्णय गरिसकेर सबैको मन जितिरहेको छ है। निर्णय के हो भन्दाखेरि अहिलेसम्म भएका राजनीतिक नियुक्तिहरू, चाहे गभर्नर होस्, चाहे दूतहरू होस्, दूतावासका व्यक्तिहरू होस्, अथवा अन्य कुनै जो मेरिट बेसबाट आएका छैनन्, जो लोकसेवा पास गरेर आएका छैनन्, त्यहाँभन्दा बाहेकका जसको अहिलेसम्म सरकारी नियुक्ति भएको छ सबैजनालाई लगभग 1170 जनाभन्दा बढीलाई चाहिँ अब 12-13 गते शपथ ग्रहण हुँदैछ प्रधानमन्त्रीको होइन, त्यो दिनभन्दा अगाडि नै नैतिक जिम्मेवारीका साथ राजीनामा दिन आग्रह गरेको छ। यदि राजीनामा नदिएको खण्डमा सरकार गठनपछि सबैलाई निलम्बन गर्ने चेतावनी दिएको छ। यो भएको हुँदाखेरि अब सम्पूर्ण यी भ्रष्टहरू, यी आसेपासेहरू, राजनीतिक दलका झोले झाम्टेहरू चाहिँ अब सडककै निक्लिने निश्चित छ। त्यसपछि देशले कहाँ चुल कसो नफेर्ला र एक निर्णयले धेरै कुरा चेन्ज गर्ला जस्तो मैले मानेको छ। यो भनेको एकदमै बवाल न्युज हो है। र अब मेरिट बेसमा चाहिँ उनीहरू अगाडि आउने कुरा छ। त्यो जुन खाली पद हुन्छ नि त्योमा चाहिँ मेरिट बेस लागु हुने र इक्जामबाट अथवा केहीबाट चाहिँ छानिएर अब एकदमै स्वतन्त्र व्यक्ति आउने छन् क्या। अब राजनीतिक नियुक्ति नभएपछि ल हेरौँ न अब देशले कसरी कायापलट फेर्दो रहन्छ, घन्टेहरूको भिजन रचाइरहन्छ। अझै कति निर्णय आउन बाँकी छन्, कुर्सीको पेटी बाँध्नु होला, मलाई फलो गर्नु होला। म सबैभन्दा पहिला हजुर जानकारी दिनेछु होइन। र अब देश भन्छ हाम्रै पालामा भन्छ घन्टेहरूले नै देश बनाउँछ नि ल। ल जय नेपाल। हजुर के भन्नुहुन्छ यो विषयमा तल कमेन्ट गर्नु होला।